चाहिँ हामी अस्ट्रेलिया आएदेखिको हाम्रो अहिलेसम्मको वर्कको एक्सपिरियन्स अनि हाम्रो ओभरअल एक्सपिरियन्स चाहिँ सेयर गर्छौँ। मेरो एउटा भनेको चाहिँ काममा जाँदाखेरि मेरो फर्स्ट काममा जानुपर्ने चाहिँ बसमा जानुपर्ने थियो। अनि ट्रेनमा त त्यो भन्छ नि त थाहा छ यहाँ आइपुग्यो त्यहाँ आइपुग्यो भनेर, अनि बसमा त भन्दैन। अनि एक स्टेसन अगाडि नै हामीले त्यो थिच्न पर्ने रहेछ। मलाई त्यो थाहा थिएन, लाइक त्यो स्टपवाला बटन थिच्न पर्ने भन्ने थाहा थियो, तर कहाँनिर थिच्ने भन्ने पनि थाहा थिएन। अनि त्यो ट्रुभ्यू एपमा पनि हेरिरहेको थिएँ अनि यता म्यापमा पनि हेरिरहेको थिएँ, तर पनि त्यो कता कता घुमा हो कि पछाडि म्यापमा चाहिँ पछाडि नै देखाइरहेको छ, त्यो ट्रुभ्यूमा चाहिँ अगाडि गइसकेको जस्तो देखाउँछ। म चाहिँ 4-5वटा स्टेसन पर उत्रेको थिएँ कि, अनि उत्रेँ अनि त्यहाँबाट त कहाँ हो अनि फेरि कहाँबाट बस चढ्ने फेरि थाहा थिएन। अनि म त्यही हराइ भएको थिएँ कि यस्तो रुन मन लाग्यो त्यो बेलामा। त्यो वर्स्ट एक्सपिरियन्स भएको थियो। फर्स्ट डे काममा जानुपर्ने इम्प्रेसन पनि हुन्छ नि त, अनि त्यही माथि हराइ त्यो थियो मेरो फर्स्ट कामको एक्सपिरियन्स चाहिँ। म चाहिँ ढिलो उठेर मलाई चाहिँ कि 7 बजे ठ्याक्कै आउनु भन्नुभएको होइन, तर मेरो चाहिँ फेरि अलिक टाढै छ। 7 बजे पुगिसक्नको लागि चाहिँ 4:30 बजे चाहिँ म उठिसक्नुपर्छ। अनि मेरो फेरि 2टा फेर्नुपर्छ, एउटा ट्रेन एउटा मेट्रो अनि त्यसपछि लाइट ट्रेन। अनि मेरो पुग्नुपर्ने ठाउँमा म 7 बजे उहाँ पुग्नुपर्ने ठाउँमा म उठ्न चाहिँ 6:30 बजे उठेँ। 6:30 बजे उठेर यस्तो फेरि अलार्म पनि राखेको थिएँ क्या, बजेन कि के भयो। अनि 6:30 बजे उठेँ। अनि त्यसपछि उठेर अब आत्तिँदै हतार गरेँ। अनि भाइलाई उठाएँ, अनि ला भाइ म त अब यति टाइममा पुग्नुपर्ने यस्तो भयो भनेर भने। अनि अब ला मेसेज गर भनेर भन, म्यानेजरलाई डर लाग्यो नि त होइन। अनि मैले मेसेज गरेँ, म हेर्नु न 7 बजे आइपुग्दिनँ, म यस्तो भयो भने। तिमीलाई मैले के अरे 7 भनेको कति बजे नो भन्ने बुझ्यौ भन्दै भन्नुभयो। तर पनि के भन्नु होइन, सुरु चाहिँ कस्तो डर गर्छ नि त पुग्यो त्यो दिशामा। त्यो 9 बजे नै पुगेँ ठ्याक्कै। 9 बजे पुगेँ, 9 बजे नै पुगेँ। तर यस्तो मेरो चाहिँ फर्स्ट थियो नि त, त्यही भएर म ट्रेनिङ फेजमै थिएँ। त्यही भएर त्यस्तो केही त भन्नु भएन। तर पनि अब सधैँभरि के अरे हुन्छ नि त भन्नुभएको भए अब यसले लाइटली लिने रहेछ भन्ने भएर होला त्यसो भन्नुभयो सुरुमा चाहिँ। तर म पुगेपछि केही पनि भन्नु भएन। अनि त्यसपछि गर्न थालेँ। तर मलाई त्यो बाटोभरि त्यो मेट्रोभरि लाइट रेलभरि म यति टेन्सन, अब आज के भन्ने हो के भन्ने, मलाई यति टेन्सन। त्यो त्यहाँसम्म म कसरी पुगेँ म त भन्न सक्छु। त्यस्तो डर लागेको थियो। मेरो भाइ पनि मलाई फोन गरेको थियो क्या बिचमा, के अरे भनिस् के भन्नुभयो कि होइन तँलाई भन्दै फोन गरेको थियो, तर मलाई केही पनि भन्नुभएको थिएन। त्यो मेरो चाहिँ एक्सपिरियन्स। मेरो नि त्यही हो। फर्स्ट डे अब काममा जाँदा म चाहिँ खास टाउन हल झर्नुपर्ने थियो। अनि त्यही अनाउन्स गरेको सुन्न त सुने, तर बुझिँदैन नि त यहाँ। अनि त्यसले गरेको कस्तो बाहिर त्यो लेखेको पनि हुँदो रहेछ, त्यो हेर्नुपर्छ भन्ने थाहा थिएन। अनि सिधै सेन्ट्रलमा झरेँ। सेन्ट्रल चाहिँ यति ठुलो हो, मलाई त्यो सेन्ट्रलमा त्यो बाटो पत्ता लगाउनै मलाई आधी घन्टा जति लाग्यो। हराउँछ होइन। अनि 7 बजे काममा पुग्नुपर्ने थियो, तर म छिटै हिँडेको 5:45मै हिँडेको थिएँ। अनि मेरो पनि बस टाउनबाट बस चेन्ज गरेर अनि काममा पुग्नुपर्ने थियो। अनि त्यही सेन्ट्रलमा आधी घन्टा हराइसकेको थिएँ। अनि बल्ल मैले अझै यो कुन ठाउँ हो भनेर सोधेको कि मान्छेलाई, अनि यो टाउनहरू कि कुन ठाउँ हो यो भनेर सोधेको। अनि त्यहाँ एकजना मान्छेले चाहिँ मलाई यो सेन्ट्रल हो भनिसकेपछि फेरि मैले त्यो ट्रिप लाइटबाट हेरेर अनि फेरि टाउनहरू गएँ। अनि बस चढ्न नि कुन स्ट्यान्डबाट केही थाहा थिएन। कस्तो कन्फ्युजन हुन्छ कुन स्ट्यान्डबाट चढ्ने, कतिमा चढ्ने, के चढ्ने, कहाँ म पनि लाइट रेलमा फर्स्ट टाइम चढेको थिएँ क्या। मेट्रोमा त अरू बेला घुम्दा चढेको थिएँ नि त। आउँथेन नि त। लाइट रेलमा चाहिँ कस्तो डर लाग्यो मलाई पनि। अनि त्यसपछि गुगल म्यापमा हेऱ्यो कता हो भन्दा एरोले कता देखाउँछ। म त त्यो लाइट रेलमा चढेदेखि